हेलो एभ्रिवान, सबैजना नमस्कार। मेरो चाहिँ अब आज यात्रा हुँदैछ गाईघाटसम्म। आज चाहिँ लक्ष्मी पूजाको दिन। म चाहिँ फुल टिका लगाउनको लागि म गाईघाट जाँदैछु। आज चाहिँ आज दिनभरिको गतिविधिहरू यहाँहरूलाई म देखाउन चाहन्छु। भ्लग मार्फत, रमेश भ्लग मार्फत आउँछ, हेर्नु होला है त। यतिखेर मैले यात्राको क्रममा देखिएको यो हिम श्रृङ्खलाहरू पनि यहाँहरूलाई म देखाउन चाहन्छु। एकदमै क्रमबद्ध रूपमा मिलेर रहेको हिम श्रृङ्खला यहाँहरूले देखिरहनु भएको छ। एकदमै सुन्दर छ, राम्रो छ र हाम्रो गाउँघर पनि देखिरहेको छ। हेलो एभ्रिवान, सबैजना नमस्कार। अब म चाहिँ घर पुग्न लागेँ। ओके, लेट्स गो। जलजाले भने नेपालको अहिले देखिरहनु भएको छ। राइड मोडिनु पर्छ। घर चाहिँ राइड गर्नुपर्छ। राइड मोडिँदैछु। हालेर यो गाई जो ल मेरो घर चाहिँ आयो है। ओ के छ? पढाइ हो? नमस्कार। अच्छा के हो अनि के छ भान्जी? नमस्कार। श्यामा नमस्कार।